अलिसा चाहिँ आज खुसी भएर अफिस जाँदै थियो है। सो हाई एभ्रीवान, नमस्ते। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छु है। म चाहिँ एडमिन टिममा छु नि त, त्यो भएर कतिवटा कामहरू हुँदा चाहिँ म स्याटरडे अफिस जानुपर्छ कि। अरू बेला चाहिँ म पुरा अल्छी गर्दै जान्छु हो। अन्त 10 बजीतिर टल्याङ टल्याङ गर्दै जान्छु नि त। आज चाहिँ म 3 बजी उठेको थिएँ म्याच हेर्नु लागि। अन्त अब म्याच पनि राम्रो भयो है। त्यहाँबाट चाहिँ खुसी भएर म चाहिँ बिहानै खानासाना बनाएर बिहानै जाँदै थिएँ अफिस पनि हो। अब त्यही हो, यहाँ अफिस पुगेर यो ऐनामा त अलिसाले एकछिन नक्कल पार्नै पर्यो हो। मैले तपाईँलाई भनिहालेँ, यहाँ चाहिँ म नक्कल पार्छु नि त पुरा। अन्त हेर्नु न, बाहिरको मौसम चाहिँ यस्तो भइरहेको थियो कि चिसो थियो आज चाहिँ मौसम। अन्त मैले चाहिँ गुन्द्रुकको झोल लगेको थिएँ टिफिनमा चाहिँ आज लन्चमा। अन्त यहाँ मेरो टिममेट्सहरू चाहिँ छक्कै पर्दै थियो, के हो यो भनेर हो। अन्त मैले उनीहरूलाई पनि चखाइदिएँ हो, छक्कै पऱ्यो उनीहरू। र आज अफिसमा पुरा काम थियो, त्यो भएर मैले त्यस्तो बेसी भिडियोहरू गर्नु पाएन है। अन्त यति बेला चाहिँ म लन्च गरेर फर्किँदै थिएँ 3 बजीतिर। पानी चाहिँ नि यति बेला चाहिँ पानी पर्दै थियो कि सिमसिम पानी पर्दै थियो। म चाहिँ भित्दै आउँदै थिएँ, बाइक बुक गरिसकेको थिएँ नि त मैले। अन्त जाडो भएर मलाई पुरा चिया खानु मन पर्यो है। त्यो भएर चाहिँ मैले यहाँ चियापत्ती किनेर ल्याउँदै थिएँ, किनभने मेरो घरमा चाहिँ चियापत्ती थिएन, तुरिरहेको थियो हो। चिया खाँदिनँ नि त म हतपत आजकल। अन्त यहाँ चाहिँ म अल्छी गर्दै उकालो चढ्दैछु हेर्नु न, किनभने मेरो रुम चाहिँ 4th फ्लोरमा छ नि त। अन्त हाम्रो बिल्डिङमा चाहिँ लिफ्ट छैन, त्यो भएर चाहिँ यसरी उकालो आउनुपर्छ। खाली हिँड्दा त केही छैन कि, सामानहरू लिएर आएको छ भने चाहिँ पुरा साह्रो पर्छ, उकालो हिँड्नु हत्तु हुन्छ हो। अब के गर्नु, र पनि हिँड्नै पर्यो है। र त्यसो भन्दा नभन्दा पुगेँ म यहाँ रुममा चाहिँ। म चाहिँ मेरो रुममा चाहिँ डबल लक लगाइकन जान्छु नि। तिजोरीहरू चाहिँ केही पनि छैन, र पनि म चाहिँ मेरो बानी भएको कि डबल लक लगाइकन जान्छु म चाहिँ है। र मेरो रुमबाट चाहिँ हेर्नु न, बाहिर त्यस्तो सिनहरू चाहिँ केही देख्दैन, बिल्डिङै मात्रै छ हो। आकाश चाहिँ कालो भइरहेको छ किनभने पानी पर्दै थियो। र त्यसो भन्दा नभन्दा यहाँ मेरो चिया पनि रेडी हुँदैछ हो। चिया चाहिँ मलाई नि सिटिसी मात्रै हालेको चाहिँ मन पर्दैन। हाम्रो उताको रङ हुन्छ नि, लोकल रङ हालेर, हातको रङ हालेर अलिकति सिटिसी हालेर बनायो भने चाहिँ मिठो लाग्छ, टेस्ट पनि है, रङ पनि आउँछ। सिटिसी मात्रै हाल्दा त्यस्तो राम्रो लाग्दैन है। अब तातो तातो चिया खाँदै थिएँ म चाहिँ यहाँनिर जाडोमा है। र यहाँनिर चाहिँ छ मेरो मेसी र मेरो फोटो, एआईले बनाएको भए पनि है। सो द्याट्स इट फर टुडेज भिडियो।